हेलो नमस्ते। आज फुलबारी मेला है आइयो, हेरौँ है त फुलबारी मेलाको आज के कस्तो छ हाल खबर है त देखाउँदैछु सबैजनालाई म यहीँबाट है त। हेलो हजुर नमस्कार। तमाउ चुलियासी छन् फुलबारी बजार सपेटानी सटानी गट्ला आनी छन्। आमा प्रचार गरिदिस् न खोपे तमार भालो हले ल ल ल के छ भिडियो त बनाएको छु त चुल्यासी आइसक्रिम बेचुवा ल ल पञ्चामृत आइसक्रिम हमार लखडीको तेरि यहाँ बोस्ट अहिले कति ल ल हाम्रो पार्टनरहरू यहीँ छन् है। रमाइलो हुँदैछ एकदम पार्टनरहरू यहाँ फुलबारी मेलामा हेरौँ। मारो दिगो पनि हान्ने ओ भान्जा सजी गुटी चलाउने निलम हेर न त निलम ओ निलम मारेछ हो यसले सबैजना किन्दाउ हानेछ लु भान्जा ओ इन्द्र भाइ ठिक छ म त अघि हानेको हान्नु ल हेरौँ यता पनि भिडभाड छ है। मस्त मान्छे भर्खर आउँदैछन् यहाँ यो फुलबारी मेलामा। रमाइलो छ भर्खर मान्छे ओइरिँदैछन्। अब कतिको भिड हुने हो भरेसम्म। जुलबी हेरौँ न जुलबी मिठाई वाओ वाओ जुलबी वाओ। यता मस्त बेलुनहरू छ है। यो अब यसपालिको 82 सालको अन्तिम मेला है यो फुलबारी मेला। दसैँ पर्व पनि आजदेखि सकियो। यहाँ भित्र जमी यस्तो छ। उता पिङ पनि छ साना बुढाबुढीलाई खेल्ने। यता सन्ताल जातको नृत्य यो इन्डियाको हो। इन्डियाको झन्डा बोकेका छन् यिनीहरूले सबैले लगाएका छन् है। शिरमा सिउरेका छन्। इन्डियाको झन्डा इन्डियाबाट आएका छन् यहाँ फुलबारी मेलामा यिनीहरू प्रतियोगिता गरेर। अब को हुने यता पनि छ अर्को नेपालकै नि टोली। रमाइलो छ। प्रकाश कार्कीज्यू यहाँ आइपुग्नु भएको छ। उहाँलाई स्वागत सम्मान जनाइदिनु हुनको लागि मेला समिति तर्फबाट हार्दिक अनुरोध गर्दछु। एकजना मान्छे यहाँ मस्त डान्स दिइरहेछ है स्टेज अगाडि फुलबारी मेलामा। मस्ती छ। हस्त गाइस अब घरतिर लाग्नुपर्छ है। अब बाटो लामो पनि छ यहाँबाट निस्किन टाइम लाग्छ। आजको मेला सकियो। हस्त गाइस बाई बाई। अब अर्को साल भेटौँला है त।